हेलो मामाहरू, आज चाहिँ मैले मेरो छोरीको जाउलोको रेसिपी लिएर आएको छु। जाउलोमा मैले भिन्डी, बडी, सेमी, गाजर, कौली, आलु, सिमी अनि फेरि लसुन, प्याज सबै कुराहरू एड गरेर बनाइदिन्छु कि सधैँभरि, किनकि यसले बच्चाको हेल्थमा फाइबर, प्रोटिन, क्याल्सियम सबै दिन्छ। यता चामल पनि रेडी गरिसकेँ। चामल रेडी गरिसकेर मैले कुकर बसालेर घिउ राखेँ। बच्चालाई 6 महिनादेखि घिउ दिनु मिल्छ। अनि त्यसमा मैले ज्वानो, मेथी अनि फेरि प्याज, लसुन सबै पुऱ्याउँछु। सबै पुऱ्याउँदाखेरि बच्चाको शरीरमा सर्दी गर्मी सबै मिलाउँछ। त्यसमा मैले अघि काटेर राखेको सबै भेजिटेबलहरू राखेर थोरै चलाउँछु। अनि त्यसमा चामल पनि राखेर यसरी चलाइदिन्छु, हल्का भुटिदिन्छु कि। अनि त्यसमा मैले बेसार नुनहरू एड गर्छु। 1 वर्ष पुगिसकेको भएर मेरो छोरी, मैले त्यसमा चाहिँ नुन राखिदिन्छु। अनि त्यसमा मैले थोरै पानी राखेर हल्का चलाइदिन्छु। हल्का चलाएर मैले कुकरको ढक्कन लगाएर 4-5 सिटी लगाइदिन्छु। त्यतिन्जेलसम्म यता मेरो छोरी उठेकी हुन्छन्। म चाहिँ गएर सुते जस्तै नाटक गर्छु। हेर्नु न कति खुसी हुन्छन्। अनि छोरीलाई ट्याप्प काखमा लिन्छु। ट्याक्क काखमा लिएर गएर मुख धोइदिन्छु। मुख धुँदा यति धेरै फ्रेस हुन्छ। त्यसपछि पानी उसलाई एकदमै मनपर्छ के अरे, पानी आफैले चलाउने भनेर यसरी रोइराखेकी छिन् कि। हेर्नु न, त्यसपछि पनि मैले छोरीलाई मनतातो पानी खुवाउँछु। बिहान उठेर मनतातो पानी खुवाउँदा हेल्थको लागि पनि राम्रो हुन्छ भन्नुहुन्छ के अरे मेरो मम्मीहरू। खुवाइदिन्छु। यसरी पानी पनि आफै खाने खुसी दिन्छन्। त्यतिन्जेलसम्म मेरो छोरीको यता जाउलो रेडी भइसकेको हुन्छ। जाउलोलाई हल्का चलाउँछु, पाक्यो कि पाकेन हेर्छु। जाउलो चाहिँ पाकेछ, मजाले पाकेछ। त्यसपछि मैले छोरीको प्लेटमा राखिदिन्छु। छोरीको प्लेटमा राखेर हल्का यसरी म्यास गर्छु कि मैले कहिले पनि मिक्सर गर्दिनँ। 6 महिनादेखि नै म यसरी नै खुवाउँछु, कहिले मिक्सरमा पिसेर खुवाइनँ कि मामुहरू, गफ लगाएको होइन है। फेरि त्यसपछि म छोरीलाई खाना खुवाउनको लागि घाँटीमा उसको यो घाँटीमा लगाइदिन्छु। यस्तो रुन्छन् कि उसलाई मनै पर्दैन। अनि त्यसपछि उसलाई भोक लाएर मम्मी छिटो दिनु भन्दै ऊ खान्छन् कि। मामु दिनु कति मिठो, आहा भन्दै खान्छन्। हेर्नु न कति मजाले खाएको छ। फेरि फुफु गर्दै खुवायो भने हाँस्दै खाँदै गर्छन् कि। हेर्नु न, खाँदै खाँदै उसलाई के भूत चढ्छ कि। उसलाई फेरि मेरो घरमा एउटा डल छ, ऊ चाहिँ त्यो डल चाहिँ उसको बेबी हो अरे कि। उसलाई चाहिँ बाबु चाहिन्छ अरे, खालि बाबु बाबु भनिरहेको छ। हा बाबु हा भन्छ। हेर्नु न, छोरीले चाहिँ आफ्नो खाना फिनिस गर्यो। मलाई यति खुसी लाग्यो।